यहाँबाट हिँडेर आजको यात्रा चाहिँ हाम्रो सैलुङ, कालिम्चोक अनि भेन्सेन हो। अनि हामी हिँडिसक्यौँ। अहिले चाहिँ हामी चाहिँ प्याकेजमा गएको सरर। हामी 2 दिन 1 रात चाहिँ बाहिर बस्छौँ अनि हामी चाहिँ अहिले चिहान रोकेछौँ। त्यसपछि हामी फेरि सरर स्टार्ट भयो यात्रा। हरियाली, बाटो, नदी, खोला तर्दै तर्दै हामी हाम्रो गन्तव्यतिर लागिरहेको छौँ। खाना खाएर रेस्ट गर्दै हुनुहुन्छ। हाम्रो इभी गाडी चार्ज हुँदैछ। माया बहिनी कस्तो लागिरहेछ? यहाँ खाना खायौँ होइन। अनि हाम्रो दुइटा हामी आएको गाडी चाहिँ त्यो हो। हामी चाहिँ ग्रुपमा आएको। हाम्रो ग्रुपका दिदी बहिनीहरू उहाँ हुनुहुन्छ। अब हामी पूर्वला कुन पुल हो यो? मुडे बजार। हामी चाहिँ सैलुङ छिरिसक्यौँ होइन। मेरो बुढा त छैन त्यहाँ। बुढा कतै हिँड्नुपर्छ। फेरि भन्नु न। मेरो बुढाको छोरो रहेछ भनिदिरहेको छोरोलाई हिँडेको देखेर। कहाँबाट सुरु हुन्छ? मिनी गेट वाल हो। मिनी गेट वाल मिनी गेट वाल रे। यत्रो हिँड्न सकिन्छ र भने है। ओ माइ गॉड। यही त होला नि। वही क्या दामी सिन आउँदैछ यार। यो चाहिँ चाइनाको ग्रेट वालको सेकेन्ड नेपालमा बनेको ग्रेट वाल है। हिँड्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ। हे भगवान्, यति गाह्रो यति गाह्रो। भ्यू चाहिँ दामी देखिँदो रहेछ। यता हेर्नु हाकिम साहब। सैलुङ मिनी गेट वाल यो यता हेर्नु त बुढो कस्तो लागिरहेछ? फोटो सेसन चलिरहेको छ टङ। माथि जान सकिएन। शिव मन्दिर यहाँ छ। क्यामेराम्यान यहाँ हुनुहुन्छ। के अरे मोडल यहाँ हुनुहुन्छ। सैलुङ डाँडा यहाँ हुनुहुन्छ। सैलुङमा चाहिँ 100 थुम्का रहेकोमा 2 थुम्का बल्ल तल्ल चढियो। त्यहाँदेखि सहर चढिएन। यहाँबाट हिँडेर तर गुम्बा कहाँ हो? कस्तो लागिरहेछ हजुरलाई? एकदम मलाई त इन्जोय लागिरहेछ। इन्जोय भइरहेछ हजुरलाई? यहाँ बहिनी एकदम एक्साइटेड हुनुहुन्छ डाँडा डाँडा चढ्नलाई। मेरो खुट्टा चल्या छैन। के छ? बाहिर देखिरहेछ यो सेतो कलरको लाली गुराँसको रुख हो। त लाली गुराँस हो। मेरो बुढाले मलाई टिपेर दिनुहुन्छ कि भन्ने आश थियो, तर आश नराखौँ दिनु भएन। यो चाहिँ सेतो कलरको लाली गुराँसको बोट हो। धेरै बुढो भइसक्नु भएछ है बुढो। हामीहरू चाहिँ गुम्बा पनि जान सकेनौँ, भ्यू टावर पनि जान सकेनौँ। हामी चाहिँ तल रहेको महादेव मन्दिरसम्म चाहिँ पुग्यौँ। शिवजी त यहाँ प्रकट हुनुभएछ होइन।
चिकन थोड़ा पकाएको चिकन खानुपर्छ बेलुका पाउनुहुन्छ यो महादेव मन्दिरभन्दा मुनि पनि एउटा गुफा रहेको छ अनि आज नै हामी कालिम्पोङ जानुपर्ने भएकोले हामी त्यहाँ गएनौँ हामी यहीँबाट आज फर्किन्छौँ दर्शन गरेर जीको दर्शन गरेर अर्को बाटोबाट फर्किँदैछौँ बाटो यस्तै छ पानी रसाएको छ होइन यहाँ बेसी गरेर आलु खेती हुँदो रहेछ ओ माइ गड कति धेरै आलु डाँडा काँडा सबै आलु सानो आलु ठुलो आलु